आज हामी रोल्पा र प्युठानको सिमानामा छौँ र चारैतिर पहाडै पहाड छ र पुरा सुन्दर ठाउँ छ। हिजो दिल्लीबाट हिँडेको आज रोल्पामा छौँ। यो रोल्पाको प्युठान र रोल्पाको सिमाना हो। यस्तै गरी दिल्लीदेखि नेपालको कुनै पनि ठाउँमा जानको लागि कार या बस बुकिङ गर्नु पर्यो भने हामीलाई सम्पर्क गर्नुहोला। हस्त।